डिजिटल बिजनेस मार्केटिङ भनेको के हो त? डिजिटल बिजनेस मार्केटिङ भन्दा बित्तिकै हामीले डेली युज हुने हाम्रो सोसल मिडियाहरू फेसबुक, टिकटक, इन्स्टा अनि युट्युबहरूलाई युज गरेर हैन त्यहाँ आफ्नो बिजनेसको बारेमा र अरू कसैको बिजनेसको बारेमा चाहिँ हामीले एडभर्टाइज गरेर आफ्नो इन्कम जेनेरेट गर्छौँ भने चाहिँ त्यो बिजनेसलाई चाहिँ हामीले डिजिटल मार्केटिङ बिजनेस चाहिँ भन्छौँ। डिजिटल बिजनेस मार्केटिङमा पनि दुई तरहको हुन्छ, जसमा चाहिँ हजुरले चाहिँ आफ्नो फिजिकल प्रोडक्टहरूलाई चाहिँ सेल्स गर्नुपर्ने हुन्छ, अर्को चाहिँ डिजिटल आइटम्सहरूलाई चाहिँ सेल गर्नुपर्ने हुन्छ। फिजिकल आइटम्सहरूलाई चाहिँ सेल गर्नुभयो भने चाहिँ त्यो सेल चाहिँ एकचोटि, जस्तै मैले हजुरबाट त्यो प्रडक्ट लिएँ भने चाहिँ हजुरसँग त्यो प्रडक्ट रहेन नि त, सो यु हेभ टु बाई एगेन हैन। हजुरले चाहिँ त्यो प्रडक्ट फेरि अर्को मान्छेलाई सेल्स गर्नको लागि चाहिँ हजुरले चाहिँ त्यो प्रडक्ट चाहिँ किन्नु पर्यो हैन। तर डिजिटल बिजनेस भनेको चाहिँ डिजिटल कुराहरूलाई चाहिँ सेल्स गर्दाखेरि चाहिँ हजुरहरू कहिले पनि सकिँदैन के। हजुरहरूले एक टाइममा वान टाइम बाई गर्नुभयो भने चाहिँ हजुरसँग लाइफ लङ भन्छ, त्यसलाई चाहिँ हजुरले 1000 टाइम युज गर्नुहोस्, 1000 टाइम सेल्स गर्नुहोस्, तर त्यो डिजिटल मार्केटिङ चाहिँ डिजिटल प्रोडक्टहरू चाहिँ हजुरबाट चाहिँ सकिँदैन। सो हजुरहरूलाई छोटो समयमा आफ्नो राम्रो इन्कम जेनेरेट गर्नु छ र लाइफ लङको लागि चाहिँ राम्रो बिजनेसको बारेमा सोच्दै हुनुहुन्छ भने चाहिँ हजुरहरूले फिजिकल आइटमहरू सेल्स गर्नुभन्दा पनि डिजिटल आइटम्सहरूलाई चाहिँ सेल्स गर्नुहोला। आजको भिडियो चाहिँ यति नै। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भयो अनि हजुरहरूलाई केही कुराहरू जान्नु मन छ डिजिटल बिजनेसको बारेमा भने चाहिँ यु क्यान डिएम मी, यु क्यान रजिस्टर माई वेबसाइट www.shantipaija.com। बाई एभ्रिवान, सी यु इनसाइड।